ल आज ठुलो मिलाएर भाइरल गरिदिन्छु साथीहरु त्यही भाइरलै छ त नाइ त अरु केही काम छैन काफ छैन त्यही भाइरल जा त्यो मास कट्ला भाइरल बन्न माज्जा मास कट्ला उहाँ जान अनि यो चाहिँ हेर्नुस् चिन्नु भयो यो तपाईहरुले चिन्नु भएको होला ठ्याक्कै के त्यो दारु पारेको स्टाइल आउँछ हैन नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग आज साथीहरु हामीहरु जाँदैछौं मामाको घरमा हैन टक्क लाएर असारको 15 गते दही चिउरा खाने भनेर मामाले बोलाउनु भएको छ र हामीहरु दिदी भेना अनि छेमा अनि भान्जा हैन म मिलाएर 5 जना जाँदैछौं साथीहरु यो बाटो हेर्नुस् हैन यस्तो बाटो जानुपर्ने छ यता दिदी भेनाहरु भिडियो बनाउँदै फोटो खिच्दै छन् अनि यो बाटो पुरा हिँडेर आएको हामीहरु अनि साथीहरु अब यो बाटो जानुपर्ने छ साथीहरु हामी अब ढुङ्गाको बाटो चढेर हिँडेर अब यो पहाडको बाटोमा हिँड्दै छौं हेर्नुस् यति उकालो छ हैन यो भान्जा म रोहित सिजाली मगर ए ल हेर्नुस् यहाँ हिँड्न दाउ भइसक्यो साथीहरु उकालो साह्रै छ हेर्नुस् यस्तो उकालो छ हैन तपाईहरु देख्न सक्नुहुन्छ यहाँ हालत खराब भइसक्यो भेनालाई त मजा आइरहेछ होला है भेनालाई मजा आइरहेछ होला अझ उकालो छ अरे पछि आउँदैछ अरे बाटो ओहो मरिन्छ क्या ओह्रालो जाने घर जाने बेला त मजा होला फेरि सटासट हैन हो दौडेको दौडे ल साथीहरु यो कहाँ जङ्गल नाम पनि थाहा छैन जङ्गलको हैन लट्ठी माथामा एउटा टेक्नु पर्यो या दुखिसक्यो ल त साथीहरु हेर्नुस् यो अब उकालो छ यो हेर्नुस् त ठाडो उकालो हाम्रो पैदल यात्रा हुँदैछ यहाँसम्म पुग्यो अझ यस्तो ठाडै उकालो छ अरे यो यहाँ यो बाटो बन्दैछ हेर्नुस् यो पानी अहिले तिमीलाई टोयलेट गर्न चाहियो होला त टोयलेट गर्न हेर्नुस् बाटोहरू बन्दैछ हैन पसिना खलखल्दै बगिसक्यो साथीहरु ओ माइ गॉड किन बस्यो होला नि ती माथि हिँड्ने धौ अनालाई जाने धौ मामाले बस्नै जानेनन् के यस्तो उकालोमा यो फेरि बस्यो होला अಯ್या भेट्न जाऊँ भने पनि यहाँ पसिनाको खोला बगाउनु पर्ने रहेछ हेर्नुस् त यहाँबाट भिड अब ल हेर्नुस् यति तल छ भिड हैन अब यो हेर्नुस् यहाँ यस्तो घुमाटो भएर हेर्नुस् त्यहाँ फेरि ठाडो छ यस्तो भएर फेरि उता ठाडो उकालो जानुपर्ने छ साथीहरु बाटो बन्दैछ यहाँ कामहरू चलिरहेछ हेर्नुस् त यत्रो डाँडा काट्नुपर्ने छ त्यहाँ माथिको यो हेर्नुस् यो डाँडा पुरा काट्नुपर्ने छ हैन त्यो डाँडा काट्नुपर्ने छ साथीहरु कस्तो भइरहेछ रमाइलो भएको छ कि नै पसिना बगेछ रमाइलो भएको छ हैन ल ओ माइ गॉड हाय हेर्नु साथीहरु हामी धेरै माथि चढिसक्यौं हैन अझै माथि चढ्नु छ यो तपाईहरु देख्न सक्नुहुन्छ यो कर्णालीको खोला हो कर्णाली खोला हैन अनि चिसापानीको ठ्याक्कै पुल त देखिरहेछ हैन तर यो कर्णालीको खोला हैन हामी यहाँ धेरै माथि आइसकेका छौं हैन यो सब कर्णाली खोला हो देखिने जति हेर्नुस् हैन हामी चाहिँ धेरै माथि आइसकेका छौं त्यत्रो उकालो चढ्दै अझ उकालो यो पुरा चढ्नु छ हैन यो डाँडा जति देखिरहेछ नि यो हल्को यो भन्दा अझ उतातिर जानु पर्ने छ साथीहरु हामीहरु हल्का यहाँ थकाइ लाएर रेस्ट गर्दै छौं अब है ल बसौँ अब यतातिर एकछिन के छ यसो पानी सानी खाम केही पनि ल्याएन है नास्ता खाने पनि यस्तो बेसी हतार ल रेस्ट गरेर हामी फेरि यहाँदेखि फेरि उकालो चढ्नुपर्छ त ठाउँ भयो लास्टै यति टाढा किन आएको होला नि मामाहरू पनि यार खालि चेलीबेटीलाई दुःख दिन अयो मरिन्छ आज धन्न घाम लागेको छैन र साथीहरु घाम लाग्यो त झन् पुग्दैन भन्ने यहाँ कपडा खोलेर दौड्नु पर्थ्यो होला ल हेर्नुहोस् यहाँ भिड साथीहरु मामाको
त्यहाँ घरमा जाँदाखेरि अनि एउटा देउराली बजाइ भनेर सबैले पूजा गर्ने गर्छन् र देउराली बजाइलाई के न के चढाउनु पर्छ। अनि साथीहरू हामीले चाहिँ के ल्याएनौँ होइन, फुलसुल थाहा भयो भयो ल्याउँथ्यौँ। अब पात छ यो होइन, यो पात चढाएर हाम्रो रक्षा गर्नुहोस् आउँदा जाँदा भनेपछि देउराली बजाइलाई रक्षा गर्नुहुन्छ अरे सबैले भनिराख्नुहुन्छ। क्यामेराम्यान गरिराख्ने त्यो त यहाँबाट यस्तो राखिदिने यता ल गाइज अब देउराली बजेको हेर्न सक्नुहुन्छ थान होइन। देउराली ल छिटो लट्ठी लिएर आऊ। थान देख्न सक्नुभयो, देउराली बजेको थान हो है, बिच बाटोमा पर्छ। अनि आफूले मनले चाहेको पनि पुग्छ भन्ने सबैले भनिरहेका छन् र सुनिरहेको है। र अब यहाँबाट धेरै छैन, अब थोडा थोडा छ, अब बाँकी आइसकेको छ, नजिकै छौँ। कसको बाइक त आइरहेछ पछाडि, हाम्रै मान्छेको होला नि, सायद मामाहरू पो आउनु लाग्नु भएको छ कि तलदेखि सामान ल्याएर। साथीहरू हेर्नुहोस् हेर्नुहोस् साथीहरू, हामीहरू हिँडिरहेछौँ, थाकिसक्यौँ सबैजना। भान्जा बिचरा लट्ठी टेक्दै हिँडिरहेछन् होइन। ल को आयो, मामा आउनुभयो कि को आयो। ल साथीहरू त्यहाँसम्म बाटो छ, त्यहाँदेखि अझ अगाडि जानुपर्छ साथीहरू। यस्तो बाटोमा पनि अहिले भर्खरै भाइ भेटेको थियो है, यस्तो बाटोमा पनि बाइक कुदाइरहेछन्। ल हेर साथीहरू कत्रा बाटो छ होइन, अघि नै देखाइसकेँ मैले कस्तो बाटो छ भनेर। यो त अझ राम्रो हो, त्यो त धेरै राम्रो हो यो त अहिलेको अघिको बाटो भन्दा त। एकै गुटकी बचाउ रोज बड्डा, तिम्रो घर यत्तिकै टाढा हुनु, यहाँबाट अनि स्कुल जानु, त्यहाँ हिँड्दै आउनु डेली तल माथि जान्थ्यौ। बरु बाख्रा चराउने होइन, यहाँ स्कुल छ त माथि नै छ। नभए स्कुल नगएर बाख्रा चराइदिने हो कि नै, झन् मामाहरू अघि देखेन, अघि गएको मामाहरू पुरा कत्रो चामलको कट्टा बोकेर हिँड्छन्। बचालो बचालो फंस गया रे, इधर मर गया। हम लोग इधर से डाड़ा कितना नीचे है रे, बाप रे। अरे चिसामानीको डाँडा अहिले त्यहाँबाट पुल अहिले देखिन्छ कि न, त्यहाँबाट त्यो हामी मालिका जाने त्यो डाँडा त्यो देख्न लाग्यो परको त्यो डाँडा त्यो ठुलो मालिका कन्नीर हो, त्यो ठुलो डाँडा हो क्या। यता अरु हामी आएको थियो त है, त्यो त्यो ठुलो उतातिर होइन र त्यो धुलै धुलो जस्तो देखेको। अरे हो ये आ गए रे, हम लोग आ गया। जाने हो के। ल फाइनली साथीहरू मामा घर पनि आइसक्यो। हेर्नुहोस् यत्रो ठुलो घर, कतिजनाको घर हो, 3टा घर छन् क्या। ल हेर्नुहोस् थकाइ अब यहाँनिर ठक्क आनन्दको छ। टोइलेट यता टोइलेट सोलेट हानेर आउँ क्या हो। अब टक्क जानु, हामी आयौँ जानु जानु। ल हेर्नुहोस् त साथीहरू क्या, ल हेर्नुहोस् कहाँ तल। ल हेर्नुहोस् त साथीहरू पक्की घर, त्यहाँ पक्की घर हेर्नुहोस् त, त्यहाँ तल खतरासँग बसेछन् है। ल हेर्नुहोस् यो डाँडा डाँडा हरियाली बल्ल बल्ल आइसक्यो। ज्यान बच्यो ज्यान बच्यो हो। अब के खाने?
चाकुनिया कसले बनाइदिने तिम्रो माइज आएर बनाइदिने है। ल साथीहरू हामीहरू जाँदैछौँ है त मामाको घरमा टक्क लाएर आइसक्यो मामाको घरमा। ल हेर्नु साथीहरू के भन्ने हो यता मामा यता फुलबा ढोगरमा है त यता के भन्ने हो हुन्छ के माने हुनु यो चाहिँ हाम्रो साले छोरा गरे छोरा हुन् माइजू खै सन्चै हुनुहुन्छ ओहो केटाहरू त्यहाँ छन् सबैजना हेर्नुहोस् हामी त यहाँ हराउनु भइसक्यो यत्रो ठुलो गरेर हाल्दै हेर्नु यसो डाँडामा भाग्य माने हुनु है त ठुलो ठुलो ज्ञानी हुनु हजुर ल हुन्छ नि बसिहाल्छु यत्रो ठुलो गरेर हेर्नु यत्रो डाँडा काटेर आएको यत्रो ठुलो घर रहेछ त यो घर देख्नु रहेछ नसिबमा लेखिआएको पढ्दा यही न यता फेरि डेन्जर रहेछ म त यहाँ मेरो बसिरहेको हेर्नु साथीहरू कस्तो राम्रो छ होइन सबैजना टक्क यहाँ सबैजना काम गर्दैछन् ल हाम्रो ठुलोमा पनि कति बेला पुगिसक्नु भयो एक्लै आउनु भयो हजुर अहिले भर्खर पुग्नु हजुर बल्ल ल ठुलोमा आज भाइरल गरिदिन्छु म खै ढोगेर छिटो मामा त हो त ढोगेर है त खै चिने जस्तो लाग्यो त्यही त भेट भयो जस्तो लाग्यो इन्डियातिर ल आज ठुलो मम्मीलाई भाइरल गरिदिन्छु साथीहरू त्यही भाइरलै छ त नाइ त अरू केही काम छैन काफ छैन त्यही भाइरल जा त्यो मासु काट्ला भाइरल बना माछा मासु काट्ला उहाँ डाँडा दाइरले हो अब त्यही काम त्यहाँ भिड त्यही हो कसको हो हेलो हेलो ठिक छ ओ साह्रै धोबो यहाँ पसिना बग्यो सबै हेर्नुहोस् साथीहरू यहाँ कागती हेर्नुहोस् कति सस्तो हेर्नुहोस् त मेरो फेसबुकमा 2.2 भाइरल हुँदैछ भाइरल हेर्नुहोस् साथीहरू ल कागतीको दाना होइन यस्तो रसिलो हुन्छ नि यो वाला हेर्नुहोस् यति फलेछ नि यति फलेछ यसको बोटा लग्नुपर्छ क्या घरमा अनि यो चाहिँ हेर्नुहोस् चिन्नु भयो यो तपाईँहरूले चिन्नु भएको होला पाहाडतिरको मान्छेले त पक्कै चिनेछु के होइन यो हो सुन्तला एउटा ऊ त्यहाँ छ सुन्तलाको बोटा ल हेर्नुहोस् यस्तो छ पक्कै फलेछ ऊ त्यहाँ कागतीको हेर्नुहोस् कस्तो कागती पनि फलेको के यति साह्रो है ल हेर्नुहोस् त लटरम्मै यसमा पनि हेर्नुहोस् पुरा हेर्नुहोस् त ल छप्पकै छ क्या पुरै यसको बोटा चाहिँ लग्नुपर्छ है क्या खतरा फलेछ नि तर मकैको हालत चाहिँ यस्तो छ है ढलेर सबै नाश भएको छ हिजोको हावाहुरीले खतरनाक आइदियो हिजोको हावाहुरी यहाँ खानपिन चालु भइसकेको छ आज यस्तो राम्रोसँग माथि बसेर होइन यस्तो छ घर हेर्नुहोस् यहाँदेखि टक्क तलमा बसेर सबैजना टक्क कोही कता रमाइलो छ ल साथीहरू हाम्रो त यहाँ टक्क अब खाने गरम चलिरहेछ होइन पानी एक गिलास पानीले हामी 4 जनाले पुऱ्याइदिन्छौँ अब यहाँ डाँडामा अब पानीको कमी छ अनि माथि लिन जानुपर्छ अलिअलि पानी त खानुपर्छ होइन खाँदैछौँ अरू ठुलो पार्टीहरू खाँदै हुनुहुन्छ है हेर्नु साथीहरू हामी टक्क यहाँ पानी भर्न आएको यो मूल पानी है आफै निस्किरहेछ तर यहाँ हग्न मुत्न चाहिँ मना छ यहाँ त ठाडै लाग्छन् के लाग्छन् अरे ल के अरे के लाग्छन् अरे
जङ्गली रक स्टारहरू लाग्छन् होइन यो ल हेरिहाल्नुहोस् यहाँ टक्क हो यस्तरी नुन पानी भर्ने होइन ठ्याक्कै के त्यो दारू पारेको स्टाइल आउँछ होइन तर बिल्ला हानेको होइन यो रियल हो होइन अब हामी यहाँबाट पानी भरेर सबैजना फेरि डाँडातिर उकालो अहिले ओह्रालो झऱ्यौँ अब उकालो चढ्नु पर्ने जति झन् हिँड्नै नसक्ने बोकेर झन् उकालो चढ्नु पर्ने फाटिजाने आज ल दुईजना कता कता हिँडिरहेछन् पर त्यहाँ पुगिसक्यो पानी भारी बोकेर यहाँ रेडी छ फेरि पानी एकजना टक्क म अनि भाइ नुहाउँदैछ गर्मी साह्रै छ क्या यहाँ साथीहरू भाइ नुहाउँदैछ होइन टक्क चिसो चिसो पानी होइन यस्तो जङ्गलमा पुरा चिल्लाउँदै हो गाना गाउँदै ल गाना पनि गाएर एउटा कि गाना 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 यस्तो होइन होइन गाना गाएर गाइज यो असली मगरको यहाँ खानपिन हुँदैछ ल हेर्नुहोस् हाम्रो असली मगर नअट्किनु है असली मगरको यस्तै मिच्ने हो गाममा गाम पार्ने हो ल्याम्मा ल्याम्मा हेलो साथीहरू अब हामीहरू यहाँबाट बिदाई भइसक्यो अब बिदाई कार्यक्रम भएर पनि हामी निस्किँदैछौँ होइन भेना र भान्जा चाहिँ अगाडि हिँडिसके होइन टक्क अब हामीहरू पनि यहाँबाट अब तयारी भइसक्यो सबैजनाको साथीहरू घाम त बेसरी छ तर यहाँ चाहिँ मस्त हावा आइरहेछ रमाइलो है डाँडामा होला भएर हावा सारेर लागेको हाम्रो घरतिर त लास्टै गर्मी हुन्छ ल जाम त जाम ल बाख्रा डराउँदै अब ल बाई सबैलाई ल साथीहरू अब हामीहरू लाग्यौँ है त ल हाम्रो पल्टेनी टोली टोली अगाडि ल सबैजना हामीहरू जाँदैछौँ ल फेरि पनि हामी यहाँ पुगिसकेछौँ अघिको ठाउँमा साथीहरू हामीहरू यहीँदेखि गएको अघि अब फेरि अझ ओह्रालो चढ्दैछौँ हेर्नुहोस् अघि होइन फेरि जाने बेला चाहिँ फेरि हाल्नुपर्छ गरे भनेर मैले यो पात टिपेको छु चढाउनुको लागि फेरि हामी तलतिर लाग्यौँ साथीहरू होइन फेरि हामी त्यही खोलामा पुगिसक्यौँ साथीहरू देख्छ र हिँडिरहेछौँ हामीहरू जाम फेरि अगाडि टोली मस्तै धोबो त यहाँ रोडमा बस आएको त फेरि चढिहाल्नु पऱ्यो त्यहाँ डाँडामा चाहिँ हावा लागिरहेको थियो मस्त यहाँ अब यो तराईमा आइसक्यौँ होइन प्लेन एरियामा गर्मी हेर्नुहोस् पसिना चुहिरहेछ हाम्रो टोली 1 2 3 4 5 6 जना हामीहरू अघि 8 जना थियौँ फेरि 2 जना घटिहाल्यो अब यहाँबाट गर्दै 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 जान्छौँ 5 जना घर जान्छौँ उफ साथीहरू पानी भइदियो त म नुहाइदिन्थेँ यो खोलामा अहिले डुब्लिको खेलेर जान्थेँ होला पानी पनि छैन खडेरी लाग्छ सुक्खा पो त पानी छैन यहाँ यो कहाँदेखि आउँछ खोला पनि थाहा छैन यो उयो पाहाड बढ्छेर त होला है यो खोलामा आउने पानी है खोइ खोइ बिच्छी गऱ्यो गाइज गाइज खोइ बिच्छी फोटो भनेर दिदी खजुरी हो के बिच्छी खजुरी हो बिच्छी भनेको यस्तो हुन्छ नि बिच्छी होइन त यो त खजुरी हो त खजुरी त्यही पनि यसले टोक्छ कि नै टोक्छ त खतरा यो मरेको मरेको रहेछ यो त ठुलो हुन्छ यो कापे यो त मरेको हो यो पर्ने कहाँ खजुरीलाई बिच्छी हामी फर्किसक्यौँ होइन
घर फर्किँदैछौँ अटोमा अटोको भाडा यति महँगो छ कि के गर्ने यति महँगो छ 500 रुपियाँ दुर्पिनसम्मको गरे गर्मी लास छ लास गर्मी भएर अटोमा आएको लम्बी छुट्टी फाइनली गाइज हामीहरू घर आइपुग्यौँ अब है आफ्नै गाउँ फर्किआयौँ भने जस्तै सबको घर पुग्यो साथीहरू अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो कस्तो लाग्यो राम्रो लागेमा फलो गरिदिनु होला लाइकहरू गरिदिनु होला है सेयर पनि गरिदिनु होला सबै माझ ओके बाई यस्तै भिडियो लिएर म आउने छु बाई।